नमस्ते, म सुमित कुमार त्रिपाठी। आज म तपाईहरुलाई द भर्सेस दी को प्रोनाउन्सिएसनको बारेमा सिकाउँछु है। याद गर्नु होला, यो दुईटाको प्रोनाउन्सिएसन फरक हुन्छ है। टीएचई द हुन्छ अनि कुनै बेला टीएचई दी हुन्छ है। राम्रोसँग हेर्नु होला है, धेरै कन्फ्युजिङ कुरा छ यो। अब हेर्नु, भोवेल लेटर्स ए ई आई ओ यू आयो भने भोवेल लेटर्स हेर्नु, पहिला भोवेल लेटर्स ए ई आई ओ यू छ र कन्सोनेन्ट लेटर भनेको यो बाहेक ए ई आई ओ यू बाहेकलाई कन्सोनेन्ट लेटर भन्ने र ए ई आई ओ यू ले भोवेल लेटर। अब नियम हेर्नु, एक नम्बरमा कुनै पनि शब्दको पहिलो अक्षर भोवेल छ भने त्यसको अघि टीएचई लाई के भन्ने, दी भन्ने है। कुनै पनि शब्द छ भने त्यसको फर्स्ट लेटर हाम्रो भोवेलमा अर्थात ए ई आई ओ यू बाट सुरु हुन्छ भने त्यसको अगाडि टीएचई आयो भने के भन्ने, हामी दी भन्ने है। जस्तै ही हैज टीएचई छ, ओरिजिनल टिभी। ओरिजिनलको हेर्नु त ओ चाहिँ भोवेल लेटर आयो, त्यही भएर हामी द ओरिजिनल भन्दैनौँ है गाइस, हामी के भन्छौँ, दी ओरिजिनल टिभी, किनकि यो ओ भनेको भोवेल लेटर आयो। तो ही हैज दी ओरिजिनल टिभी। अब टीएचई छ इङ्कपट, इङ्कपटको आई हेर्नु त भोवेल लेटर आयो, सो हामी यसले द इङ्कपट नभनेर के भन्ने, दी इङ्कपट। दी इङ्कपट इज अन द टेबल। द किन भयो, कन्सोनेन्ट लेटर आयो। अहिले म एकछिनमा भन्छु है, यो कन्सोनेन्ट आएर हाम्रो द भएको। अर्को 3 नम्बर हेर्नु, इलेफेन्ट। इलेफेन्टको हजुरको ई के हो त, भोवेल लेटर है। सो भोवेल लेटर भएको हुनाले हामी के पढ्ने, यसलाई दी पढ्ने। दी इलेफेन्ट इज भेरी हङ्ग्री। यसरी भोवेल लेटर आयो भने हामी द लाई दी पढ्नु पर्छ। 2 नम्बरमा छ, कुनै पनि शब्दको पहिलो अक्षर कन्सोनेन्ट छ भने त्यसको अघि टीएचई लाई के पढ्ने, द पढ्ने। जस्तै ही इज इन द कार। कारको हेर्नु सी कन्सोनेन्ट लेटर भयो है, त्यही भएर ही इज इन द कार हुन्छ है। दे आर इन द किचन, के भन्ने कन्सोनेन्ट लेटर भयो, त्यही भएर द किचन भयो कि। आई एम इन द जू। जू भन्ने जेडमा के छ हजुरको,